अहिले जिरो लेभलबाट कसरी आयो इन्ट्रान्स प्रिपरेसन सुरु गर्ने? प्लस 2 बेस्ड कन्सेप्ट नि राम्रो छैन, प्रि इन्जिनियरिङ गरेको छैन, गरेको नि केही राम्रो भएको छैन। इन्ट्रान्स तयारी चाहिँ कसरी गर्ने, कहाँबाट सुरु गर्ने? स्कोर पनि राम्रो आइरहेको छैन। शेड्युल के बनाउने, कति घण्टा पढ्ने, कुन सब्जेक्टलाई प्रायोरिटी राख्ने, इन्स्टिट्युट जाने कि नजाने? एट फर्स्ट आफूले आफूलाई हेर, विचार गर। तिमी आफूलाई घर बसेर सेल्फ स्टडी गर्दा ठिक कि कुनै इन्स्टिट्युटको अनलाइन कोर्स लिँदा ठिक कि फिजिकली इन्स्टिट्युटमै गएर क्लास लिँदा ठिक? भ्याली बाहिर हुनेहरू म काठमाडौँ गएर होस्टेलमा बसौँ कि रुममा बसौँ, यो सब कुरा पनि विचार गर्नुपर्छ। देन आफ्नो एकाडेमिक लेभल, टाइम, डिसिप्लिन, कन्सिस्टेन्सी, इकोनोमिक स्ट्याटस एसेट्रा यो पनि हेर। तिमी टपर भएर ओभर कन्फिडेन्स छौ कि नन टपर भएर तिमी आत्तिएको डराएको छौ कि एक्लै सबै कुरा गर्न सक्छौ कि कसैको गाइडेन्स चाहिन्छ कि? आत्ममूल्याङ्कन गर। म आफै गर्न सक्छु कि सक्दिनँ, त्यसपछि डिसाइड गर इन्स्टिट्युट बारे के गर्ने भनेर। त्यसपछि तिमी शेड्युल बनाऊ। मेरो यति घण्टा क्लास छ, खाने बस्ने सुत्ने यति घण्टा, अनि यति घण्टा फिजिक्स केमिस्ट्री म्याथ इङ्ग्लिसलाई भनेर छुट्याऊ। आफूलाई कसरी सजिलो लाग्छ त्यसरी बनाऊ। सिलेबस कन्टेन्ट धेरै भएकोलाई अलिक बढ्ता टाइम दिएको हो कि? लेट्स टेक एन इक्जाम्पल। तिमी एम्बिसन गुरुको फिजिकल क्लास मर्निङको लिइरहेको छौ, विच इज 6:30 to 11 AM। तिमी म्याक्सिमम 1 बजेसम्ममा घर पुगेर तिमीले खाने ओर्ने सब कुरा गरिसक्छौ। अब 1 बजेदेखि बेलुका 10-11 बजेसम्म के गर्ने त? द्याट्स लाइक 9-10 घण्टा। लेट्स टेक 2 घण्टा खाता खाने, बेलुका खाना खाने, एकछिन रेस्ट गर्ने भयो। अब बाँकी रहेको समयमा 2 घण्टा फिजिक्स, 2 घण्टा म्याथ, 1 घण्टा इङ्ग्लिस, 1 घण्टा केमिस्ट्री, भनेको 6 घण्टा मात्रै भयो। बाँकी टाइममा रिभिजन गर्ने, डेली प्र्याक्टिस सेट दिने, पार्टनी गराउँछन् त्यो पनि गर्नु सक्यो। डेको क्लास भए पनि, अनलाइन क्लास भए पनि, अरू समय क्लास भए पनि म्याक्सिमम तिम्रो 5 घण्टा क्लास हुने हो डेली। अब मैले यस्तो तरिकाले भनेको रुटिन बनाउने कि, अथवा 1 होल डे चाहिँ म एउटा सब्जेक्ट पढ्छु, नेक्स्ट डे म अर्को सब्जेक्ट पढ्छु, त्यसपछि म नेक्स्ट डे अर्को सब्जेक्ट पढ्छु भन्दै पो बनाउने हो कि? अथवा तिमी एउटा च्याप्टर सकेपछि मात्रै म अर्को बुकको एउटा च्याप्टर सक्छु, त्यसपछि त्यसको सकेपछि अर्को बुकको च्याप्टर सक्छु भन्दै पो जाने भयो कि? इट्स अप टु यु। यदि तिमीले इन्स्टिट्युटमा कुनै पनि क्लास लिएको छैनौ भने त्यो अरूले क्लासमा पढ्ने कुरा र क्लासमा पढ्ने समय भनेको तिमीले आफूले रिकभर गर्नु पर्यो, आफूले मेन्टेन गर्नु पर्यो। आफूले पढ्ने समयमा प्लस गर्ने, एड गर्ने। अब तिमीले 2 घण्टा मात्रै छुट्याएको छौ, 3 घण्टा 4 घण्टा कति छुट्याउनु पर्छ? अब आफूलाई त्यही अनुसारले मिलाउनु पर्यो। डेली कति घण्टा पढ्ने ठ्याक्कै भन्ने कुरा हुँदैन। कसैले थोरै घण्टा पढेर मजाले क्याप्चर गर्न सक्छ, पढेको बुझ्नु सक्छ भने त्यो ठिक छ, थोरै घण्टै पढ्दा भयो। कसैले अझै बुझिँदैन भने अलिक टाइम दिएर मजाले पढ्नुपर्छ। त्यो आफ्नो लेभल अनुसारले डिसाइड गर्ने तिमीले। फर एनी टास्क, गोल, एनी प्रोजेक्ट, मेक अ प्लान एन्ड शेड्युल, द्याट्स द बेस्ट। अदरवाइज तिमी भौतारिन्छौ, के पछि के गर्ने, यति समयमा यति दिनमा म यति गर्छु, यति पढ्छु भन्ने प्लान छैन भने मान्छे त्यतिकै रिल्स हेरेर फेसबुक स्क्रोल गर्दा गर्दै केही स्क्रोल गर्दा गर्दै त्यो मान्छे ती हराउँछ, ती भौतारिन्छ, ती हराउँछ, ती डुब्छ, त्यही दुनियाँमा हराउँछ। अब तिम्रो शेड्युल पनि बनिसकेपछि तिमी अहिलेबाट पढ्नु सुरु गरिहाल। सेट्स पढ्ने हो कि युनिट एन्ड डाइमेन्सन पढ्ने हो कि तिम्रो इच्छा, कुन पढ्ने, कहाँबाट सुरु गर्ने? भोलि भरै भन्ने कुरै छैन, अहिलेको आजैबाट सुरु गरिहाल्ने हो पढ्नु। समय कति धेरै जस्तो लाग्छ, यो छुट्टीको समय भनेको एकैछिनमा सकिहाल्छ झन्। अनि अब थ्योरी साइड पढ्ने हरेक च्याप्टरको, त्यसपछि त्यो च्याप्टरमा भएको क्वेसन्स प्र्याक्टिस गर्ने। त्यति गरेपछि के हुन्छ, त्यो च्याप्टरबाट आउने योभन्दा पछाडिको टेस्टमा चाहिँ म हरेक दिन हरेक पटक चाहिँ म एकवटा पनि क्वेसन म बिगार्दिनँ भन्ने तरिकाले पढ्नु पर्यो। त्यो एउटा च्याप्टरको सबै मजाले पढेर नेक्स्ट विकमा यो च्याप्टरबाट एउटा पनि क्वेसन बिग्रिनु भएन। हरेक हप्ता यसो गर्दै तिमीले सबै च्याप्टर कभर गरेर सबै च्याप्टरबाट मार्क ल्याउनु पर्यो। नोट बनाउने कि नबनाउने? आई सजेस्ट सानो सानो नोट बनाऊ। त्यसमा चाहिँ सम इम्पोर्टेन्ट फर्मुला हुनसक्छ, सम इम्पोर्टेन्ट पोइन्ट हुनसक्छ, आफूले बिर्सिनु सक्ने कुरा हुनसक्छ, आफूले फर्स्ट टाइम सुनेको कुरा हुनसक्छ। यस्तै यस्तै कुरा टिप्दा हुन्छ। अब ए टु जेड एकदम सबै मजाले मिलाएको हुनुपर्छ नोट भन्ने मलाई चाहिँ त्यति मान्यता छैन मेरो चाहिँ। किन भन्दाखेरि त्यो बनाउनलाई टाइम पनि धेरै लाग्छ, त्यसपछि त्यसलाई रिभिजन गर्नु पनि यति धेरै हुन्छ, के गर्ने जस्तो हुनसक्छ। तिमीसँग बुक होला, बुक छ भने बुकमा तिमीले हाइलाइट गर्दा पनि भयो, अन्डरलाइन गर्दा पनि भयो, केही गरी त्यसलाई स्टार लगाएर केही गरी तिमीले बुझ्ने गरी पछि रिभाइज गर्दा यो चाहिँ इम्पोर्टेन्ट रहेछ भनेर हेर्दा पनि भयो। क्वेसनमा पनि तिम्रो थ्योरिटिकल कुरामा, फर्मुलामा, सबै कुरामा। यसो गरेपछि तिमीले डेली रिभिजन अथवा विकली रिभिजन जहिले जहिले रिभिजन गर्छ तिमीले सरर हेऱ्यौ भने मजाले सजिलो हुन्छ। ए टु जेड सबै पढिराख्दा फेरि टाइम धेरै लस हुन्छ त्यहाँ पनि। अनि अर्को कुरा भनेको इन्स्टिट्युट गएर सिधा नाम आउने होइन, नत्र भने इन्स्टिट्युट जानेको सबैको नाम आउँथ्यो नि त, सबैको नाम 1 नम्बरमा र्याङ्क 1 भनेर आउँथ्यो होला नि, त्यसो त हुँदैन नि त। उनीहरूले तिमीलाई तिम्रो प्रिपरेसनमा सहयोग गराउने हो। तिमीलाई मेटेरियल दिएर हो कि लेक्चर दिएर हो कि तिमीलाई के कुरा तिम्रो पर्फर्मेन्स ट्र्याक गरेर हो कि के गरेर तिमीलाई सहयोग गर्ने हो। र यो फिचर्स एम्बिसन गुरुमा एकदमै राम्रो छ। स्टुडेन्टको च्याप्टर वाइज पर्फर्मेन्स ट्र्याक गरेर आफूले हेर्न सकिन्छ। इन्स्टिट्युटले सबैलाई बराबर नै सबै कुरा दिन्छ, तर
तिमीले लिने आफूले एप्लाई गर्ने त्यसलाई कतिको मजाले त्यसलाई ग्र्याब गर्ने भन्ने कुरा तिमीमा डिपेन्ड हुने कुरा हो। सकेसम्म सस्तोमै पढ, किन धेरै पैसा फाल्छौ, र तिमीले सरोज आयो भनेर प्रोमो कोड युज गर्यो भने एम्बिसन गुरुमा डिस्काउन्ट पनि मिल्छ। एनदर थिङ इज जेनरली मैले सुनिरहेको देखिरहेको भोगिरहेको कुरा हो, क्लासमा एउटा सरले एउटा टपिक पढाउँछन्, त्यसपछि त्यो सरको त्यो टपिकको क्लास भनेको अर्को हप्ता अथवा अर्को दिन कहिले हुन्छ थाहा हुँदैन, ऱ्यान्डमली कुन दिन हुन्छ भनेको आफूले पढ्ने फ्लो र क्लासमा पढ्ने फ्लो मिल्दैन। यो के गर्ने त अब हो, यस्तो बेला चाहिँ तिमीलाई रेकर्डेड भिडियो अथवा रेकर्डेड लेक्चरको काम लाग्छ। एम्बिसन गुरुमा हरेक च्याप्टरको अलरेडी भिडियो राखिदिएको छ, त्यो तिमीलाई सहयोग हुन्छ। अथवा अरू इन्स्टिट्युटमा छौ भने पनि त्यही अनुसारको। यो चाहिँ किन भन्दाखेरि तिमीले रेकर्डेड छ भने अथवा भिडियो अलरेडी छ भने तिमीले त्यसलाई 2x पनि हेर्नु मिल्यो अथवा त्यसलाई 2 टाइम्स 3 टाइम्स जतिपटक पनि हेर्नु मिल्यो। रेकर्डेड क्लास छैन भने पनि फरक पर्दैन, तिमी आफ्नो फ्लोमा पढ्दै जाऊ, टिचरको क्लास पनि मिस नगर्दा भयो, पढ्दै जाने। तिमी आफ्नो फ्लोमा चाहिँ आज युनिट एन्ड डाइमेन्सन सेट्स भन्ने च्याप्टर पढे पनि नपढे पनि तिमीले आज पढ्नु पर्यो, त्यसको क्वेसन प्र्याक्टिस गर्नु पर्यो। सरले आजै पढायो भने पनि ठिक छ, अथवा अरू दिन पहिले पढाउनेवाला छ भने पनि त्यो पनि ठिक छ, त्यही दिन पढौँला। तर तिमी आफू पनि पढ्दै जानु पर्यो, आफ्नो एउटा पाथ बनाउँदै जानु पर्यो। नत्र सर एक दिन आउँछ, कहिले अर्को दिन कुन हुन्छ, कहिले हुन्छ उसको क्लास, त्यसरी अलिकति त्यो मिल्दैन टिचर र विद्यार्थी। म पनि मेरो बेला त्यसै गर्थेँ, टिचरहरूले पढाउँदै गर्नुहुन्छ, त्यो क्लास पनि लियो, उनीहरूले भनेको केही मेन कुरा छ भने त्यसलाई पनि टिप्यो, भरे आफ्नो फ्लोमा पनि आफू पढ्दै गइरहेको। अनि मैले यो अहिलेसम्म भनेको सेड्युलहरू एभरेजमा भनेको, पर्सन टु पर्सन फरक हुनसक्छ। आफूलाई कम्फर्ट लाग्ने तरिकाले पढ्ने हो, बीच बीचमा ब्रेक लिने हो कि कसरी पढ्ने हो, त्यो तिमी आफूमा डिपेन्ड हुने कुरा हो। तिमीलाई कति बेर ब्रेक चाहिन्छ तिम्रो कुरा हो। तर देओस् च्याप्टर वाइज पढेर त्यसको फुल कन्सेप्ट लिने, त्यसको सबै क्वेसन प्र्याक्टिस गर्ने, त्यसबाट क्वेसन 1 मार्क पनि अर्कोपटकको इक्जामदेखि नछुटोस्, र त्यसलाई मजाले बुझेर पनि पढ्ने, राम्ररी बुझेर कन्सेप्ट लिएर पढ। बुझ्दै बुझेन भने के गर्ने त? तिमी इन्स्टिट्युट गएको छौ होला, इन्स्टिट्युटमा गएको तिमीले पैसा त्यतिकै फाल्नु त गए त होइन होला। त्यहाँको टिचरहरू सबैलाई मजाले सोधा, क्वेसन नबुझिदिन्छम् सोधेको गर्दियो। तिम्रो इन्स्टिट्युटमा मेन्टरहरू छन् भने उनीहरूलाई पनि क्वेसन सोध, त्यहाँ पनि भएन भने युट्युबमा हेर्ने, गुगलमा हेर्ने, मजाले सिकाइदिन्छ त्यहाँ पनि। मेरो बेला म चाहिँ गुगलमा हेर्थेँ, त्यतिखेर एआई आइसकेको थिएन, तर अहिले एआईहरू पनि आइसकेको छ। त्यसको कारणले तिमी च्याट जिपिटी, डिपसिक, गुगल बार्ड अथवा मेनी मोर यस्तो एआई टुलमा तिमीले सोध्यौ भने तिमीलाई मजाले त्यसले कन्सेप्ट क्लियर गरिदिन्छ नबुझेको कुरा। त्यसपछि भनेको बुक पढ्ने गर्ने कुरा भनेको छँदैछ, साथीहरूलाई पनि तिमीले सोध्न सक्छौ नबुझेको कुराहरू, अथवा कुनै बेला मलाई पनि सोध्दा भयो केही कुरा। जेनरली आइराख्ने कन्सेप्ट अथवा रुल्सहरूलाई तिमीले मजाले पढ, त्यसपछि रिपिटेडली पढ, त्यस्तो क्वेसनहरूले कहिले पनि त्यसबाट हातबाट नउम्कियोस् भनेर। र अब विकली टेस्ट सधैँ दिने गर, घरमा बसेर दिन्छौ भने पनि अथवा इन्स्टिट्युटमै गएर दिन्छौ भने पनि यताउता चोर्ने सोध्ने कुरा केही पनि नगर, किनभने यो त तिम्रो जस्ट एउटा विकली टेस्ट हो। तिमी आफ्नो लेभल कहाँ छ त? तिमीले आफ्नो यो हप्ता मेरो यति मार्क आयो, मैले अर्को हप्ता यति मार्क ल्याएँ, अथवा यसरी आफ्नो लेभल हेर्ने हो नि त तिमीले त। आफ्नो मार्क के भइरहेछ, मेरो इम्प्रुभमेन्ट भएको छ कि छैन भन्ने कुरा तिमीले हेर्ने हो। मेरो साथीलाई चोरेर अथवा म एकछिन यताउता चोरेर गर्छु भन्ने कुरा त्यो तिम्रो होइन, तिमी आफूलाई हेर्ने हो। चोरेर कसैलाई पनि फाइदा छैन यहाँ, तिमी आफूलाई घाटा दिन्छ बरु। र अर्को कुरा भनेको सर्टकट ट्रिक अथवा क्यालकुलेट ट्रिकको पछाडि सुरुमै नभाग्ने, सुरुमा आफ्नो कन्सेप्ट मजाले बनाउने, त्यसपछि क्वेसनहरू प्र्याक्टिस गर्दै जाँदा यताउता हेर्दै जाँदा आफै ट्रिक्सहरू पनि आउँदै जान्छ। त्यही भएर सुरुमै म ट्रिक्सको पछाडि लाग्छु भनेर गयो भने चाहिँ तिमी एकदम मजाले डुब्छौ है तिमी। र मेन कुरा भनेको सेल्फ डिसिप्लिन र सेल्फ मोटिभेसन हुनु पर्यो। मैले के गर्नुहुन्छ, मैले के गर्नु हुँदैन, मैले कति पढ्नुपर्छ, मैले किन पढ्नुपर्छ, मैले पढेन भने के हुन्छ, यो सब कुरा सेल्फ रियलाइजेसन हुनु पर्यो। अरूको लागि पढिदिने पनि होइन, अरूले तिम्रो लागि पनि पढिदिँदैन। तिमी आफूले आफ्नो लागि पढ्नुपर्छ, गर्नुपर्छ जीवनमा सबै कुरामा पनि। तिमी इन्स्टिट्युट गए पनि नगए पनि, जहाँसुकै गए पनि, तिमी चन्द्रमामा गए पनि, यहीँ भए पनि, तिमी आकाश पातल जहाँ गए पनि तिमीले आफैले गर्नुपर्छ। इन कन्क्लुजन, सुरुवात जहाँबाट गरे पनि हुन्छ। फुल सिलेबस कभर गर, क्वेसन मजाले प्र्याक्टिस गर, विकली टेस्ट देऊ, क्वेसन प्र्याक्टिस गर। आफ्नो कमी कमजोरी कहाँ छ, तिम्रो एपहरू यताउता केही देखाउँछ भने भयो, ठिक छ देखायो होला, देखाएन भने पनि तिमीले आफूलाई पनि हेर, मेरो कहाँ कमजोरी भइरहेछ भन्ने कुरा तिमीले आफूलाई हेर। त्यसपछि त्यो कमजोरीलाई सुधार्दै जाऊ, तिम्रो मार्क बढ्दै जानेछ। राम्रो पढ, राम्रो गर,